जिम्मेवारी बोधका साथ, दायित्वका साथ नउत्रने, उनलाई दुर्गा प्रसाईले भर्याङ हालिदिनु पर्ने, ओली देउबा प्रचण्डहरू सत्ता भोग गरिरहने, जनजनलाई चरम निराशामा धकेल्ने अनि उनीहरूकै लागि मर्न मार्न अझै पनि मैदानमा उत्रने जनजमातलाई के भन्नु? जनता नै कमसल भएर पो हो कि निकम्माहरूको हालिमुहाली चलेको प्रश्न हामी जनतामाथि पनि सोझिएको छ। किन हामी सजिलै यस प्रकार भड्किरहेका छौँ? तर्सम आज शुक्रबार राजातर्फका र प्रचण्डतर्फका अलग अलग शक्ति प्रदर्शन रचियो। समाजवादी मोर्चाको पनि प्रचण्डतर्फको स्थिति नियन्त्रण बाहिर जानेछ है भनी हामीले समेत निकै अगाह गरिरह्यौँ यही कार्यक्रम मार्फत। तर मैमत्त ओली सत्ताले कसैको सुनेन। देश सम्हाल्ने जिम्मा लिएको सरकारले समेत माहौल सम्हाल्नमा होइन उल्टै भड्काउनमै मजा लियो गणतान्त्रिक कित्ताले पनि। अर्कातर्फ विस्थापित राजाले कसलाई कमान्डर बनाए? दुर्गा प्रसाईलाई। सनक र बेवकुफीमा को भन्दा को कमको शैलीमा उत्रिएपछि भाँड भैलो त मच्चिनु नै थियो, मच्चियो। दुईतर्फी शास्तिमा देशका सुरक्षाकर्मीहरू पिल्सिएका छन्। देशका सुरक्षाकर्मीहरू नोक्सान न राजातर्फको न गणतन्त्रका यी सौदेबाजहरूको, दुवै तुष्टिकरणको तात्क्षणिक फाइदामै त छन्। आत्मरति चलिरहेको छ। आत्मरतिका यी निर्जन भुख्याचाहरूलाई मस्ती छ। जनता आपसमा लडायो, आफू सुरक्षित घेरामा बस्यो, रमिता हेऱ्यो। क्षति कसको? देश र जनताको। दुईतर्फी हुलमुलमा साना मजौला आम प्रदर्शनकारी जातोमा घुन पिसिए सरको स्थिति बनेको छ। दुईजनाको मरेको स्थिति खबर आइसक्यो। राजा प्रतिपक्षी प्रचण्ड र सत्तातर्फका ओली देउबा सबैजसो ठुला भनाउँदाहरू आरामपूर्वक बस जनता बीचको लडाइँमा तमासे बनेर भिआइपी निरीक्षणमा आफ्ना अखडाहरूमा मस्त मगन छन्।